विक्रम सम्मत 2077 साल घटना हो रुकुम जिल्लाको। आफूभन्दा तथाकथित उपल्लो जातकी 17 वर्षीय प्रेमिकासँग भाग्न खोजेका न्युमा 21 वर्षीय नवराज विकसँगै उनका 5 जना साथीलाई भेरी खोलाको किनारनिर हत्या गरिएको थियो। विक्रम सम्मत 1911 मा जङ्ग बहादुर राणाले मुलुकी ऐन लागू गरेसँगै पानी चल्ने जात र पानी नचल्ने जात भनेर नेपाली समाजलाई 2 वटा वर्गमा विभाजित गरेका थिए, जस अन्तर्गत पानी चल्ने वर्गभित्र तागाधारी, नमसिन्या मतवाली र मसिन्या मतवाली जात गरी 3 वटा जात छुट्याइएको थियो भने पानी नचल्ने वर्गभित्र छोए छिटा हाल्नुपर्ने र छिटा नहाल्नुपर्ने जात गरी 2 वटा जात छुट्याइएको थियो। यही जातीय भिन्नताले गर्दा नै समाजमा भेदभाव र छुवाछुत जस्ता अन्धविश्वास पनि धर्मका आधार बन्न पुगे। विक्रम सम्मत 2020 भदौ 1 मा दि नेशनल कोड अफ नेपाल लागू भएको थियो, जसको उद्देश्य वर्ग, जात र धर्मको प्रवाह नगरी एक आपसमा शान्ति र राम्रो सम्बन्ध बनाउनु थियो। तर कानुनी रूपमा दण्ड दिने अथवा यो नियमलाई प्रवर्तन गर्ने कुराको चाहिँ कमी थियो। त्यसपछि विक्रम सम्मत 2068 सालको जातीय भेदभाव तथा छुवाछुत ऐन लागू भयो। यो ऐन अनुसार कसैले कुनै पनि व्यक्तिलाई प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज, जात, जाति, वंश, समुदाय वा पेसाको आधारमा यस दफा बमोजिमको कुनै काम गरे वा गराइएमा जातीय भेदभाव तथा छुवाछुत गरेको मानिनेछ। यही ऐनमा जरिवाना लाग्ने, कैद हुने जस्ता सजायका बुँदा पनि उल्लेख गरिएको छ। तर विडम्बनाको कुरा यही छुवाछुत र भेदभावको भावना भने मानिसमा अझै पनि देखिन्छ। आफूभन्दा माथिल्लो जातको 25 वर्षीय केटोसँग जबरजस्ती विवाह गराइएपछि 12 वर्षीय अंगिरा पासीलाई रुखमा झुन्डिएको अवस्थामा पाइन्छ। आफूभन्दा माथिल्लो जातकी केटीसँग बिहे गरेको न्युमा 18 वर्षीय अजित मिजरलाई धादिङ जिल्लाको त्रिशुलीको किनारमा गाडिएको अवस्थामा पाइन्छ। आखिर कहिलेसम्म यही छुवाछुत र जातीय भेदभाव जस्ता अन्धविश्वासलाई धर्म र आत्मसम्मान जस्ता नाम दिइरहने? के यो भिन्नता मानिस आफैले बनाएको होइन र? त्यसैले हामी सबैले यस्ता कुकर्म र अन्धविश्वासको विरुद्ध आवाज उठाउनु पर्छ भन्दै नेपाल प्रायोरिटिजको टिमबाट सम्पूर्ण नेपालीलाई जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना। धन्यवाद।